म एउटा गीत गाउन गइरहेको छु। यो देशको लागि नेताहरूले युवाहरूलाई खाडी मुलुक लखटे विदेशीका र एजेन्टलाई साथमा समाते। नेपालीले आश गरेको शिक्षा स्वास्थ्य रोजगार अब आएर बिबालेन पखोस गर। बिबालेन सुजन र जनताको कुरा बुझन भ्रष्ट दलालले सुकाएका उद्योग खोलन। भ्रष्टाचार रोकिएन यो तीन दलको पालामा। भ्रष्टाचार रोकिएन यो तीन दलको पालामा। बलात्कारीलाई फाँसी देऊ सुजन बालना। भ्रष्टाचार र दलालको गर्नुपर्छ पत्ता साफ। रवि सुजन बालेनको छोड्नुहुन्न साथ। के सही र के गलत सोच्नुपर्छ अब है। के सही र के गलत सोच्नुपर्छ अब है। बलात्कार हत्या हिंसा अन्त्य गरौँ है। जडीबुटी पानी खनिजलाई आफ्नै देशमा बनाउने खरिद बिक्री गर्नको लागि विदेश पठाउने। यो देशमा कानुनको केही आश भएन। बलात्कारी र घुसखोरीलाई कानुनै भएन। रविबालेन सुजनलाई अभिहानी कराउने। रविबालेन सुजनलाई अब हानि कराउने। एमसिसी र एसपिपीलाई बन्द गराउने। एमसिसी र एसपिपीलाई बन्द गराउने भन्दै यो देश अब सकिने लागिसक्यो। यो सङ्गीत मार्फत म के भन्न चाहन्छु भने यो देशको माटो भूमि र हामी गौरवशाली नेपालीको ढुकढुकीको कुरा गरेको छु मैले। हामी गरिबको यहाँ केही स्वार्थ हुँदैन। केही स्वार्थ हुँदैन यहाँ। केवल घाँस बाँस र कपास भए पुग्छ। यो देशलाई जोगाउनु छ, केवल जोगाउनु छ। आउने नयाँ नेतृत्वले नयाँ नेतृत्वले अग्रगामी छल्याङमारी दुःख यो देशलाई अग्रगामी छल्याङमारी यो देशलाई उठाउनु छ भन्ने आवाज गर्दै हामीहरूले जति दुःख पाए पनि अब यो पिँढीहरूले यो खाडी मुलुक गएर कसैको दुःख कसैको हेपाइ कसैको जुदाइ गर्नु नपरोस् भन्दै हाम्रो आमा बाउ दिदीबहिनी आमा बुवाहरूले दुःख नपाउन् भन्दै हरेक युवाहरूप्रति लक्षित गर्दै यहाँ पुराना उद्योग र संरचनाहरूलाई पुनर्निर्माण गर्दै युवाहरूलाई यही रोजगारको सुनिश्चित गर बालेन। गर रवि, गर सुजन। खाडी मुलुक जानुबाट मेरो छोराछोरीलाई वञ्चित गराइदेऊ। यही रोजगार दिनुपर्छ भन्ने अपिल गर्दै रवि बालेन सुजनलाई हामी दुःखी जनताको अपिल छ। नयाँ सरकारले गर्छ भन्ने आश छ। यहाँ कोही भ्रष्ट कोहीलाई नछोड्नु, कोही माफियाहरूलाई नछोड्नु। नयाँ सरकारलाई यही मेरो खुल्ला चुनौती छ। जय नेपाल। म दुःखीको तर्फबाट जय नेपाल।